नमस्ते साथीहरू। आज 2083 साउनको 28 गतेका दिन हो। तनहुँ जिल्ला स्थित दमौली भन्ने ठाउँमा चाहिँ रहेको छौँ। यस दमौली भन्ने ठाउँ चाहिँ कस्तो छ भन्दाखेरि तनहुँ जिल्लाको सदरमुकाम पनि हो, महादेवी सेतुको सङ्गम पनि हो। यहाँ चाहिँ प्रायःजसो व्यास ऋषिमुनिहरूले तपस्या गरी ज्ञान आर्जन गरेको र 18वटा पुराणहरू पनि यहीँ बसेर लेखेको भन्ने हामीसँग चाहिँ किम्वदन्तीहरू चाहिँ यथावत छ। यहाँ ऋषिमुनिहरूको त त्याग तपस्या गरेको ठाउँ व्यास गुफा भनिन्छ। व्यास गुफा अहिले पर्यटकीय क्षेत्र पनि हो। यहाँ विभिन्न स्वदेशी तथा विदेशी पर्यटकहरू पूर्व पश्चिम अथवा पृथ्वी राजमार्गको पोखरा जाँदाखेरि अथवा काठमाडौँ फर्किँदाको बेलामा यस क्षेत्रमा चाहिँ एकचोटि आएर दर्शन गरी व्यास गुफालाई अवलोकन गरी फर्किने गरेको हामीले देखेका छौँ। यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पुर्याउनको लागि 108 फिटको हामीले एउटा स्तम्भ पनि खडा गर्न लागिरहेका छौँ। सायद केही समयमा त्यसको कार्य पनि सम्पन्न हुँदैछ। त्यसले गर्दा झनै पर्यटकहरूलाई आकर्षण गर्न सक्ने चाहिँ हामीलाई लागेको छ। यस क्षेत्रमा विशेष गरी छाउदीबाराई मन्दिर यहाँबाट दमौलीबाट 7 किलोमिटर पूर्व दक्षिणतिर चाहिँ रहेको छ। त्यस्तै गरी मानुङकोट भयो, तनहुँ हाइटोबार यहाँबाट 2-3 किलोमिटरको अन्तरमा चाहिँ हाइटोबार पनि सुरुवात भएको छ र 144 वाटको विद्युत उत्पादन चाहिँ त्यस क्षेत्रबाट चाहिँ हुनेछ। त्यस्तै गरी यहाँबाट गलेखामकोट 14 किलोमिटर पर्दछ टाढा उत्तर पश्चिमतिर चाहिँ रहेको छ त्यो ठाउँ र यो एकदम रमणीय ठाउँ पनि छ। किन भन्दा यहाँ जनजातिहरूको बाहुल्यता भएको ठाउँ हो। जनजातिहरूको चाहिँ बाहुल्यता बढी छ र विशेष गरी दमौली आउने महानुभावहरूले एकताल व्यास गुफामा पुगी अवलोकन गरी फर्किनु हुनेछ र भन्ने मैले पूर्ण विश्वास लिएको छु र यसको सौभाग्य बढाइदिनु हुन पनि अनुरोध गर्दछु। हस् त, धन्यवाद।